पछाडिको देख्नु पर्यो क्या हेलो हामी छौँ दिस इज प्रेसिडेन्ट प्लेस इन्डिया अफ प्रेसिडेन्ट प्लेस यो चाहिँ इन्डियाको राष्ट्रपति भवन हो साथीहरू हामी चाहिँ घुम्न आएको बेलुका भयो welcome back to my Nayana official YouTube channel. So guys, आज चाहिँ हामी चाहिँ इन्डिया गेटमा छौँ इन्डिया गेट क्रस राष्ट्रपति भवन प्रेसिडेन्ट प्लेस अनि त्यस पछाडि हामी चाहिँ घुम्न आएको बेलुकाको समयमा कस्तो चाहिँ हुँदो रहेछ भनेर यसो इन्डियाको एक्सप्लोर गरौँ भनेर आएको छ गाइस एकदमै रमाइलो छ तपाईहरुले देख्न सक्नुहुन्छ पछाडिको चाहिँ यहाँको राष्ट्रपति भवन हो अनि त्यस पछाडि यस्तो राम्रो छ क्या दिउँसो घुम्ने माल त हुँदैन हैन त्यही पनि हामी बेलुका आएको हामी दाइ दिदी सबैजना छ आउनु न यता दिदी सबैजना छन् कस्तो लागिरहेको तपाईलाई इन्डिया एकदम राम्रो रमाइलो यता राम्रो कि यता राम्रो यता राम्रो यता नि राम्रो छ यता चाहिँ भित्र जान नपाउने रहेछ यता चाहिँ जान guys here is also closed because we are not allowed to go there inside so दिदी पनि हुनुहुन्छ मेरो दिदी हुनुहुन्छ प्यारो दिदी रात पर्यो नि जाने हो रात पर्यो यहाँ फोटो खिच्नेको भिडियो बनाउनु छैन क्या तर पनि हामी चिल आउट गर्न मिस हामी कस्तो लागिरहेछ एकदम माइन्ड फ्रेस गराउनको लागि हाम्रो दिदी चाहिँ के हो यता I have voice problem so I know that you know I live in India guys so I'm always visit for the India place this place always coming so we are enjoy guys and हामी चाहिँ अहिले घुम्दैछौँ दिल्लीमा देख्न सक्नुहुन्छ बेलुका आएछ क्या त्यही भएर खासै के भयो फोटो खिच्न ट्राई गर्दै हुनुहुन्छ उहाँ हाम्रो दाजुहरू अनि उताबाट चाहिँ खिचिरहनु भएको छ सो यो चाहिँ दिदी यता हेर्नु आउनु टक्क पारेर ल हाम्रो दिदीको चाहिँ होइन साथीहरू साउन्डमा चाहिँ प्रब्लम छ है सो हाम्रो दिदी एकजना दिदी यता हुनुहुन्छ एकजना दिदी उता हुनुहुन्छ आफ्नै पारामा सबैजनालाई चाहिँ भन्नुहुन्छ काली भयो भनेर साँच्चै नै म काली नै छु दिदी यति सेती हुनुहुन्छ यति गोरी हुनुहुन्छ मलाई हेर्नु साथीहरू so I'm so black beauty but I'm black beauty black भन्ने राम्रो छ नि त होइन साथीहरू अनि नो प्रब्लम आइम अलवेज ब्ल्याक म जन्मदेखि नै ब्ल्याक हो तर मलाई यसमा कुनै आपत्ति छैन होइन दिदी हो त काली भयो हैन छैन बहिनी छैन गाली छैन हो हामी सेती छौँ दिदी हेर कति राम्रो हुनुहुन्छ म हेर म के हो हाम्रो साथीभाइहरू यता फोटो खिच्ने विचार गरेको क्या हो पुरा आमाम DSLR क्यामेराबाट फोटो सुट गरिरहेछ गाइजहरू अर्को दिदी खोइ ओ के भयो एक्लै हिँड्नु भएको त दिदी त हामी त यस्तै हो नाइटमा राम्रो हुँदो रहेछ है कस्तो दामी देखेको यो चाहिँ नाइट भ्यू हो हाम्रो दिदीको चाहिँ क्याटवक चलिराखेको छ यहाँनिर मुस्कान साइड मान्छे सबैजना घुमिराखेको छ पछाडि चाहिँ इन्डिया गेट हो क्या म आइरहन्छु यहाँनिर चाहिँ आइरहन्छु अनि त्यस पछाडि सबैजना बेलुका चाहिँ अलिकति शीतल हुन्छ नि साथीहरू अनि त्यही भएर बेलुका आउँछौँ अनि तपाईँहरू पनि जति टाढा भए पनि मेरो भिडियो हेरेर मेरो ब्लग हेरेर यहाँबाट तपाईँहरूले मोबाइलबाट हेरेर इन्जोय गर्न सक्नुहुन्छ साथीहरू अनि हाम्रो नेपालमा चाहिँ कस्तो हुन्छ अनि जस्तै अब त्यो घुम्ने ठाउँहरू अलिक फरक हुन्छ नि त एउटा प्लेस यता भयो भने अर्को प्लेस यता हुन्छ नि यहाँ चाहिँ कस्तो छ भने यस्तो मजाले मिलाएर बनाएको खाइदिदी यता देखाउनु त क्यामेरा यो जुन यो छ राष्ट्रपति भवन अनि यसको चाहिँ पुरा स्ट्रेट रोड छ साथीहरू मेन रोड चाहिँ इन्डिया गेट त्यहाँ पनि देखाउनु दिदी पर देख्न सक्नुहुन्छ साथीहरू त्यहाँनिर इन्डिया गेटनिर अनि एकदम स्ट्रेट छ क्या हामी मान्छेहरू चाहिँ यता आउने जाने भइराखेको छ फोटो खिच्ने मान्छेहरू फोटोहरू खिचिराखेको छ एकदमै गर्मी हामी चाहिँ नर्मल्ली क्याजुअली बाहिर हिँडिरहेको हुन्छ अनि यसो सबैजना वक गरेर रमाइलो गरेर नै भिडियो बनाउने अलिक मासतिर नि जान्छौँ कस्तो रहेछ देखाउँछु साथीहरू तपाईँहरूलाई खै
साँच्ची यार दिदी आउनु नि त अरे ओके आम दिदी हामी चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ हाम्रो मान्छेले फोटो भिडियो बनाइरहनु भएको छ ल दिदी लाउनु होइन त हेरेर उहाँहरू न फोटो खिचेको भिडियो गरेर भन्छ वाक्कै बसेर पोस्ट गर्दा गर्दा ओ फोटो भिडियो छ और किसी का तो यार एक बार देखा दे बाद में देख लेगा ना यो चाहिँ राम्रो आयो ये राम भाई होता है आपका सबैजनाको एउटा खिच्ने हो कैंडिडेट ही है बस और खींचना किसी का ग्रुप फोटो लीजिए ना ग्रुप फोटो ग्रुप के साथ ओ एक आदमी उधर ल बोक्न सक्दैन बोक्न सक्दैन त्यसरी भने त काली दिदी रोक्नु साथीहरू आज एकछिन है हामी चाहिँ एउटा गेम खेल्दैछौँ दिदी र म चाहिँ सिज अफ पेपर गर्ने अनि त्यसपछि उहाँ एकदम दिदी हुनुहुन्छ अनि जसले हार्छ जसले जित्छ बोक्ने होइन हार्नेले बोक्ने हो 10 चोटि यहाँदेखि त्यसमा राउन्ड गर्ने हो त 10 चोटिलाई त तर मलाई नै आउँदैन सिजर पेपर कति हो तपाईँ जानु अब मैले हारे यहाँबाट 10 चोटि है गर्नै 1 2 कहाँ छ त्यो ल ल ल लाइट बन्द भयो भयो नि गाइस बस इन्डियामा आनन्द आउँदो रहेछ यार डाइटिङ र एक्सरसाइज गर्दैछु मेरो दिदीलाई म बोकिरहेको छु आनन्द आउँदो कति आनन्द आउँछ कस्तो कस्तो महसुस हुँदो रहेछ नारायण कति आनन्द नारायण कस्तो हुँदो रहेछ एकदमै बाहिर बोकेर हिँडेर मलाई के कस्तो पसिनाले भयो मलाई ऊ त्यो आर्मी मन पर्यो अघिको आर्मी क्या मणिपुर है गर्मी छ साथीहरू यस्तो गर्मी छ गाडी आयो गाडी बाटो दिनु गर्मी भइरहेको साथीहरू देख्नु सक्नुहुन्छ यस्तो कालो मान्छे झन् कालो भयो होइन मलाई चाहिँ क्या साथीहरू दिदी क्या मलाई एकजना चाहिँ आर्मी चाहिँ कस्तो राम्रो लाग्यो म देखाउँछु ल तपाईँहरूलाई त्यहाँ हुनुहुन्छ क्या त्यहाँ हुनुहुन्छ है कस्तो राम्रो लाग्यो मणिपुर रे क्या उसको घर चाहिँ मणिपुर रे बिचरा गर्मी भएर पुरा गर्मीसँग बिजी हो क्या अरे मर्निङ वाक हो नि त मर्निङमा ल कस्तो भिडियो भन्नु न कस्तो भिडियो हो माइ गॉड एक्सरसाइज भइरहेको छ ल है हामी चाहिँ यो इन्डिया गेट यता पछाडि इन्डिया गेटतिर छौँ यो इभिनिङको टाइममा घुम्न निस्केको हो दिउँसो त गर्मीले सकिन्न घुम्नलाई बेलुका घुम्न निस्केको हाम्रो साथीहरू चाहिँ फोटो सेसन गर्दैछ है यता चाहिँ राष्ट्रपति भवन रहेछ यी अब यहाँ पार्कमा हामी घुम्दैछौँ सबैजना बेलुका चाहिँ अलि शीतल हुन्छ त्यही भएर घुम्न निस्केको यता पछाडि इन्डिया गेट हो ल है हाम्रो सबैजनाको यहाँनिर फोटो सेसन हुँदैछ है अब उसलाई चाहिँ आर्मी मन पऱ्यो अरे तर आर्मी चाहिँ यहाँ छैन गइसक्यो आर्मी गइसक्यो तर मन पऱ्यो भन्छ अब खै तिमी फुल लिएर आएको छैनौ कहाँबाट प्रपोज हान्छौ तर होइन त्यो मणिपुर भनेको त इन्डिया हो भन्छ मणिपुर नेपाल होइन नि त मणिपुर भनेको मेमोरी फुल भएर औडा गर्छ क्या साथीहरू मेमोरी फुल भयो हामी डुप्लिकेट राख्नु पर्यो भनेर भन्न नमिल्ने होइन ओरिजिनल हो क्या फर्किन लागेको हामी चाहिँ अनि आर्मीले हेऱ्यो त मलाई भाइ साहब उसको कस्तो राम्रो लाग्यो क्या आर्मीलाई अनि त्यस पछाडि मलाई फेरि
आर्मीहरू मलाई एकदमै राम्रो लाग्छ है। आर्मी भन्दा नि युनिफर्म राम्रो लाग्यो अरे मान्छे त राम्रो छुँदै नै छ उसले आर्मीलाई प्रपोज गर्छु भनेछ कति गर्छ अब बोलाउँछु बोल्ने कि नबोल्ने रहेछ म चाहिँ हेर्न जाँदैछु उसको उसले कसरी बोलाउँछ भनेर अनि त्यस पछाडि यहीँबाट बोलाउँछु ल गएर बोलाऊ यहाँबाट होला बोल्दै बिजी रहेछ क्या भइसक्यो ला के गर्ने हो यहाँ फोटो लिने भनेर भनेको थिएँ झन् म बोलाउँछु त्यही पनि उसले नि अप्रोच गरेको फोटो मलाई हाल्दै भनेर होइन नम्बर दिएर लास्टमा त होइन मलाई मात्र फोटो दिएको के अरे मलाई मात्रै उ गरे अरे के ऊ यस्तो त्यही भने मलाई मात्र फोटो खिच्दै अरे अरूलाई चाहिँ इन्ट्री छैन अरे क्या अनि के अरे त्यो भिडियो बनाउने के तिमीलाई भिडियो बनाउने भनेर भने होइन कुनै केही त छैन के भिडियो बनाउनु अनि फोटो खिच्ने देख्यौ नारायणको पावर देख्यौ के भन्यो भने मलाई हाल्दै भन्यो मैले के गरेँ मेरो पास नेट छैन भनेको के वाट्सएप हेर्न अनि हे भनेर नम्बर दिन्छु म रुम गएर हाल्दै भने नम्बर टिप्यो अब नम्बर टिपेपछि त गएर अब नारायणले सम्पर्क गरिहाल्छ त्यसपछि भालदाम भुल्डुङ त पछि कन्फर्म आर्मी नि हुने भयो गाइजहरु मैले त्यो फेरि गीत गाउँ न यार धेरै उ छैन त हामी चाहिँ गीत गाउँदै जाँदैछौँ साथीहरू मैले चाहिँ इन्डियन आर्मीको भिडियो चाहिँ फौजी हुन्छ होइन बनाउनै पाएन किनभने अनि त्यस पछाडि फोटो खिच्छु भनेर सोचेको थिएँ अनि त्यस पछाडि अटोमा चढिरहेको छौँ भन न अनि त्यस पछाडि फोटो खिच्छु भनेर सोचिरहेको थिएँ त्यस्तरी चाहिँ भिडियो हुँदैन ल के भएर आएको थियो यता रौ त भयो नि त होइन बास छ क्या योभन्दा कति राम्रो भिडियो हुन्छ यार नआर्छ। कस्तो साइको छ भिडियो चाहिँ थाहा पाउँदैन अनि हामीले चाहिँ इन्डियन आर्मीसँग नम्बर पनि माग्यौँ होइन अहिले चाहिँ हामी फर्किँदैछौँ त्यसमा त मेरो ठुलो हात छ फेरि पर्सि अब म त लाउरे होइन चाउरे हो गीत गाउँछौ गीत गाउँ जस राम्रो लाग्यो अनि मलाई मात्रै रे यार फेरि यस्तो खुसी लाग्यो क्या मलाई मात्र फोटो खिच्दै अरे ताली बजाउन सबैजना के हो? मेरो हातमा ताली देख्यो त्यो। ल गीत गाउँ त हाम्रो त के गीत अनि गीत गाउँ न। बिर्सियो यार हामी इन्डियाबाट यस्तो रमाइलो गरिराखेको छ सो एकदमै रमाइलो भयो लाइफ भनेको यस्तै हो रमाइलो गर्ने हाँस्ने खेल्ने सबैजना दिदी दाईहरू सबैजना साथीभाइहरू बेस्ट फ्रेन्डहरू यस्तै छ एकदम रमाइलो लाग्यो तर हामी हावामा हिँड्न चाहिँ हामी त्यस्तै हो क्या अब मान्छेले हावा हो त्यही भएर हो क्या कस्तो यसरी बोल्नु होला कुरा त्यही हो है हुँदैन नि त्यही भएर त्यही पनि रिक्सामा चाहिँ यस्तो रमाइलो गरिरहेको छ ओके लेट्स गो गाइस डिस्टर्ब नेक्स्ट भिडियो गर्नु होला रमाइलो गर्नु होला लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नु होला सो आप भी सब्सक्राइब कीजिए ठीक है भैयाले